है साथी, म चाहिँ अहिले बसमा जाँदैछु गरममा होइन। बस पनि डाइरेक्ट पाइनँ, आधा बाटोसम्म जानुपर्छ, मालिया भन्ने जग्गासम्म जानुपर्छ। त्यहाँबाट चाहिँ अर्को बस लिकिन जान्छु म 15 नम्बर। यस्तो गरम छ आमामा, पसिना पसिना भएछ। हेर्नुहोस् न, देख्नुभयो यस्तो डरलाग्दो गरम छ। के गर्नु होइन, जानै पर्यो। छुट्टी आज मात्रै हो, अरू बेला ड्युटीको ड्युटी हुन्छ। अब तपाईँहरूले पहिलाको भिडियो हेरिहाल्नुभयो, म कहाँ गएको थिएँ। म पासपोर्ट रिन्यू गर्नुको लागि गएको थिएँ। त्यो भिडियो हेर्नु भएको छैन भने प्लिज गएर हेर्नुहोस् होइन। कुवेतमा कसरी हामी इन्डियन्सहरूले आफ्नो पासपोर्ट रिन्यू गर्न सक्छ भन्ने मैले त्यसमा इन्फर्मेसन दिएको छु। र त्यसकै दोस्रो भाग हो यो चाहिँ। म अहिले चाहिँ सामान ल्याउनु जाँदैछु कुवेत सिटी असीमा मलमा होइन। मेरो साथी तपाईँहरूले चिन्नु नै हुन्छ, पहिलाको भिडियोमा त्यो आएको थियो। पहिला हामीसँग नै ट्राभल पनि गरेको थियो उताबाट घरबाट आउँदा। त्यो साथी हिजो छोडी अस्ति मात्रै आइपुग्यो यहाँ, र मेरो घरबाट सामान पठाइदिनु भएको छ बाबा र आमाले। सामान चाहिँ अब त्यही हो, अहिले म तपाईँलाई देखाइहाल्छु के हो कसो हो भनेर होइन। तर गरम चाहिँ यति गरम चाहिँ, यस्तो डरलाग्दो गरम छ। अब 2 बजीको गरम सोच्नुहोस् न अब कस्तो चाहिँ हुन्छ भनेर होइन। आम्माबी, म त पसिना भएर जाँदैछु सामान ल्याउनुको लागि। एकदम एक्साइटेड छु। त्यसलाई पनि नभेटाएको पनि झन्डै 7-8 महिनै भएको थियो। आज त्यसलाई पनि भेट्छु र सामान पनि रिसिभ गर्छु र तपाईँहरूलाई म सबै एन्टायर जर्नी नै देखाइहाल्छु। प्लिज भिडियोमा चाहिँ बनिरहनुहोस् है त। ल है साथी, अहिले चाहिँ हामी सिटी एन्टर गऱ्यौँ। बिल्डिङै बिल्डिङ, र सायद हामी जानुपर्ने चाहिँ यो साइड हो, यतापट्टि हो हामी जानुपर्ने चाहिँ। मैले फेरि अर्को तपाईँहरूलाई अघि मैले भनिहालेँ, अर्को बस लिनुपर्छ भनेर होइन। 15 नम्बर पाउँछ भन्दै थियो। यहाँ मालिया ब्रिजबाट मेरो बस स्टप आयो। मालिया ब्रिज यही नै हो, यहीँ उत्रिन्छु म, र यहाँबाट चाहिँ 15 नम्बर लिकन जान्छु है त। ल है साथी, यो मोबाइल चाहिँ मालिया ब्रिजमा झरेँ। यहाँ चाहिँ अब यहाँ चाहिँ के हो भने यो बस स्टप हो एउटा त होइन, र ब्रिज पनि एकदम फेमस छ। अब म चाहिँ यहाँबाट 15 नम्बर लिन्छु, तपाईँहरूलाई देखाउँछु ल। मालिया ब्रिज अघि मैले अघि दिन भन्दै थिएँ नि, यो त्यो मालिया ब्रिज चाहिँ। अब जो कुवेतमा बस्नुहुन्छ उहाँलाई त थाहै नै छ यो ब्रिजको बारेमा होइन। एकदमै फेमस ब्रिज हो यो। यसमा चाहिँ टिकटक रिल्स बनाउने ब्रिज हो यो चाहिँ होइन। एकदमै फेमस छ। कुवेतमा जो हुनुहुन्छ उहाँहरूलाई त थाहा हाल्नुहुन्छ यो ब्रिजको बारेमा होइन, भनिरहनु पर्दैन। र अब चाहिँ 15 नम्बर पर्खिन्छु, र म 15 नम्बर पर्खेर चाहिँ असीमा मल जानेछु है त। त्यही हो, ट्राफिक चाहिँ पाइनँ मैले आउँदाखेरि, ट्राफिक थिएन। अब 2 बजी भएर होला, ट्राफिक चाहिँ थिएन। एकदमै 5-10 मिनटमा आइपुगिहालेँ म। अब पर्खिरहेको छु 15 नम्बर। त्यस पछाडि म असीमा मल पुग्छु र म मेरो साथीलाई भेट्छु र मेरो सामान लिन्छु म त्यहाँबाट। ल त साथी हो, 15 नम्बर पाएँ मैले, र 15 नम्बरमा चढेर जाँदैछु। टिकट काट्नु पर्यो, किनभने अब यस्तो घाममा कहाँ पर्खिरहने सिटी बस होइन। र म चिन्दिनँ पनि त्यो मल, कहिले गएको पनि छुइनँ किन नयाँ मल हो। र ड्राइभर चाहिँ हाम्रो नेपाली दाइ रहेछ, र दाइलाई मैले भनिरहेको छु एकदम असीमा मलको अगाडि पछाडिको जुन चाहिँ नजिकको बस स्टप छ त्यहाँ रोकिदिनु भनेर। ल त आज फाइनली मेरो साथीलाई पनि भेटिन्छ र घरबाट पठाएको सामान त्यो पनि लिइन्छ है त। ओहो, गरम चाहिँ अति छ है। तर आमामा, होप तपाईँहरूले साउन्ड सुन्नु हुँदैछ होला साउन्ड, किनभने घरिघरि त्यो गाडी उफ्रिँदा ओर्दा हल्लिँदा ओर्दा त्यो मेरो कनेक्टर हल्लिन्छ नि त, त्यही भएर अलिकति क्र्याक आउँछ भोइस होइन। अब त्यो नहालौँ भने, यो कनेक्टर नहालौँ भने राम्रो सुन्दैन फेरि, त्यसको आवाज छ होइन। ल त अब असीमा मल पुगिहाल्छु र म तपाईँहरूलाई भेट्नेछु है। यस्तो छ, पर्खिनुहोस् म तपाईँलाई देखाउँछु यहाँको। बिल्डिङ दायाँ तरफ हेऱ्यो बिल्डिङै बिल्डिङ, बायाँ तरफ हेऱ्यो बिल्डिङ नै बिल्डिङ। सिटी छ, धेरै राम्रो छ सिटी चाहिँ, सफा छ होइन, वेल अर्गनाइज्ड छ, दामी छ सिटी चाहिँ। मैले तपाईँलाई पहिलाको भिडियोजहरूमा पनि देखाएको थिएँ त सिटी चाहिँ, सिटीको बारेमा।
साथी यो देख्दै गर्नु भएको चाहिँ लिबरेसन टावर है कुवेतको। ल है साथी, म चाहिँ अहिले आइपुगेँ असीमा मलको अगाडि छु। म कहिले पनि आएको थिइनँ यो मलमा होइन, अघि पनि मैले तपाईँलाई भनेको त्यस्तै। यो चाहिँ कुवेत सिटीमै पर्छ होइन, तपाईँहरू देखिहाल्नुहुन्छ ए हेर्नुहोस् है। ए यो खाले छ बिल्डिङ छ होइन। त्यो मैले फोन गरेको थिएँ त्यसलाई, त्यो छ अरे भित्र स्टोरमै छ अरे, भित्र स्टोरमै आएर रिसिभ गर्न भन्दै थियो। म चाहिँ बाहिर आइज न त, यसो बाहिर बसौँ पनि भनेको त, त्यसले गरम छ भित्र आइजान अरे। अब म भित्र जान्छु, अब भित्र गएपछि नै म त्यसलाई भेट्छु। म चाहिँ यसो बाहिर आयो भने चाहिँ स्टोरबाट बाहिर आयो भने चाहिँ यसो त्यसलाई पनि भिडियोमा लिउँ भन्दै थियो नि त। स्टोरभित्र चाहिँ अलिकति मलाई पनि अप्ठ्यारो लाग्छ नि त, अब काम गरेको मान्छेलाई कहाँ होइन भिडियोमा लिनु भनेर अप्ठ्यारो हुन्छ नि त, त्यही भएर ल त म अब पसेको भित्र होइन। मलाई थाहा छ नि त्यसले लास्टमा छ भन्दै थियो, त्यसले त्यसको स्टोर जान्छु, हेरौँ के कसो हुन्छ। भेटिहालिन्छ भेट्नु त, त्यसलाई म लोकेसन पठाइमाग्छु नि त। ल त के कसो हुन्छ म तपाईँलाई देखाउँछु। सायद होप्छु अब त्यो भिडियोमा आउनु मान्यो भने, अब ड्रेसमा हुन्छ र मान्यो भने चाहिँ ठिकै छ, मानेन भने अब के गर्ने होइन। ल त त्यसकै स्टोरको बाहिर बसिरहेको छु म हो, स्टोरभित्र नपसेको त्यसलाई मैले बोलाइरहेको छु। आउँदैछ आयो यहाँ सामान लिएर आउँदैछ के हो सामान लिएर आउँदैछ। आइज न बाहिर हो, ए हो म्यानेजर यहाँको। कति वर्ष कति महिना बाद भेटाएँ हौ? भयो नि 5-6 महिना भयो। 5-6 महिना भयो यसलाई यससँग नभेटाएको मैले, निकै भएको थियो। के ल ठिकै छ है, 7-8 महिना भएको थियो नभेटा। कस्तो भयो तेरो छुट्टी? बाबालाई भेट्नु पाएन नि तेरो? तँ मिटिङमै कहाँ गएको छ भन्दै थियो। मिटिङमा गयो त्यही भएर। मामा त ह्यान्डसम भएछ त। ह्यान्डसम त के ह्यान्डसम त पहिल्यैदेखि थियो। ल तपाईँहरूले चिन्नुहुन्छ होइन, यो पहिलादेखि मेरो पहिलाको भिडियोमा पनि आएको थियो नि यो होइन। ल थ्याङ्क यू साथी। अब सामान ल्याइदिइ छैन के गर्ने अब। कहाँ गइस् त? सिधै बसमा आइ? सिटी बसमा? सिटी बसमा सिधै। ट्याक्सीमा आउनुपर्छ नि, डिनर ज्यादा लाग्छ। उयो लाग्छ नि त, के अरे काट्छ नि त मेरो त, अन्त जहाँ गए पनि फ्री त अन्त म त, अन्त त्यही भएर। काट्छ हुन्छ, ठिकै छ। ल त चिन्नुहुन्छ होइन तपाईँहरूले? आइ ल तँलाई पनि भ्लगमा स्वागत छ। निकै महिना पछाडि आइस भ्लगमा। एक दिन एक दिन म आउँछु उतै आउँछु सालमियामा, छुट्टी मिलाएर। स्याटरडेमा चाहिँ छुट्टी दिएर? स्याटरडेमा छुट्टी। तेरो स्याटरडे छैन होला, कुनै दिन मिलाउँ न भइहाल्छ। खोइ अन्त सामान ल्याइस्? हामी के हालिदिएको छौ? के गर्नु छ त? 1 किलो 700 ग्राम छ। तौलेको पनि मैले बाबालाई भन्थेँ नि त, तौलेर यसमा अचार छ, डल्ले खुर्सानीहरू, डल्ले खुर्सानी हाल्दै सुक्खा बनाएर। ल पाएँ मैले बाबा सामान हो। ल धन्यवाद तँलाई पनि, धेरै धेरै धन्यवाद। के पो भैँसीको अचार के हो? कहाँ भैँसी? कुखुराको हो। कहाँ भैँसी खान्छ छेत्री भएर। मटनको मागेमा गर्दैन नि? छैन मटन। मैले मटन त अस्ति बोइल गरेर ल्याइरहेको छु। लिएर आउनु पर्थ्यो नि त मलाई। उतै बनायो। ल ठिकै छ। के जाने अब? जान्छु ल। कहाँ तँलाई स्टोरमा म त्यही कारण स्टोरभित्र नपसेको त। ल त ओके थ्याङ्क यू। केही लादिनँ म हिँडेको। ल धन्यवाद। ल कुनै दिन भेटौँ न। ल ल ओके हजुर। मलाई थाहा छ, त्यही भएर मैले यसलाई भनेको। ल यहाँनिर अलिकति भ्लग गर्नु अप्ठ्यारो हुन्छ अब होइन, हामी सबैको रुल्स एन्ड रेगुलेसन फलो गर्नैपर्छ। म तपाईँहरूलाई घरमा नै देखाउँछु के ल्याएँ भनेर। ल साथी हो, म अहिले बस स्टपमा आइपुगेँ। मैले त्यसलाई छोडेर पनि आएँ र म यहाँबाट बस पक्रेर फेरि यहाँबाट मालिया जान्छु, त्यस पछाडि फरवानिया जान्छु र तपाईँहरूलाई म घरमै नै भेट्ने छु। अब मलाई लगभग त्यही 20देखि आधी घन्टा लाग्छ होला सायद, ट्राफिक पायो भने होइन। र अहिले चाहिँ म बस स्टपमा छु। अब त्यसले मेरो सामान ल्याइदिइहाल्यो होइन, धेरै धेरै धन्यवाद त्यसलाई। ल त अहिले म बस स्टपमा छु। अब बस पर्खिएर चाहिँ अब जानेछु फेरि त्यही हो मालियादेखि फरवानिया। ल त तपाईँहरू बस्दै गर्नुहोस्, म तपाईँहरूलाई घर पुगेर नै भेट्ने छु र घरमै देखाउने छु के सामान पठाइदिनु भएको छ भनेर है। ल है साथी हो, आइपुग्यो मेन मुद्दा आजको। यही ल्याउनुको लागि म गएको थिएँ होइन। यो चाहिँ मेरो
बाबा आमाले पठाइदिनु भएको घरबाट कोसेली आएको छ। हेरौँ के छ, कसो कसो छ होइन। बाबाहरूले भन्नु त हुँदै थियो के पठाइदिनु भएको छ भनेर होइन। तर तपाईँहरूलाई पनि देखाउँछु म। यसकै लागि नै आज पसिनासरी भएर म गएको है। ल त अनबक्सिङ गरिदिउँ न होइन। यस्तो टाढोबाट आएको कोसेली। ल त लु यहाँभित्र रहेछ, झोलाभित्र फेरि अर्को। लु यो है साथी हो, मेन चाहिँ 3 बोतल छ। लु मेरो बाबा आमाको माया यही हो है। निकालौँ। यस्तो मजाले प्याकिङ गरिदिनु भएछ है। एउटा फर्स्ट यो के हो त, फर्स्टमा आयो। ए यहाँ पनि रहेछ है प्याकिङ हो, टेप। ल त लु यो त एकदम दामी कुरो नि, दामी भन्दा पनि दामी। यो चाहिँ एकदमै नपाउने कुरो यहाँ। लु हेर्नुहोस् है, ए डल्ले खुर्सानी, डल्ले खुर्सानी हो। तर मैले चाहिँ भनेको थिएँ सुक्खा बनाएर पठाइदिनुहोस् भनेर हो। किनभने अब यो चाहिँ लामो समयसम्म खानु सकियो नि त यो डल्ले खुर्सानी चाहिँ। आम्मा एकदम लोकल डल्ले खुर्सानी। यो चाहिँ सुकाएर पठाइदिनु भएको। यो चाहिँ आम्मा कडा छ। अचार खानु दामी हुन्छ यो चाहिँ। ए एउटा यो भयो है, 1 बोतल छ। अर्को खोलौँ। यो के हो त फेरि, एनर्जी भिटा प्लस भन्नेमा के चाहिँ आयो त हेरौँ। आमा हो, ल त साह्रो रहेछ त। कैँची छ त यहाँ, ए कैँचीले काटिदिउँ। ल अर्को के हो यो, यो पनि सुक्खा। यो चाहिँ आमाको हातको हो यो चाहिँ होइन। सबै कुरा आमाको हातको नि हो। तर यो चाहिँ एकदम स्पेसियल हो किनभने यो चाहिँ हाम्रो आमा स्पेसियलिस्ट हो नि त यसमा। यो चाहिँ ब्रोइलरको अचार हो यो चाहिँ। ल ब्रोइलरको अचार हो, एउटा खाइदिए पनि हाल्नु। दामी दामी। तेल चाहिँ थप्नुपर्छ यसमा, किनभने आमाले तेल एकदम कम्ती हालिदिएको छु भन्नु थियो हो। तेल चाहिँ थप्नुपर्छ यसमा, दामी। अर्को छ मेन हिरो अफ द डे। हिरो अफ द डे हेर्नुहोस् न यहाँ प्याकिङै। ल त लु आयो है। लु घरको कोसेली। लु हेर्नुहोस्। ओहो मासु। लु बोसो पनि रहेछ भित्र, बोसो है। हेर्नुहोस् त लु, यो चाहिँ हो के होला, यो मासु नै हो। तर के को मासु हो प्लिज कमेन्ट गर्नुहोस् है। यो चाहिँ एकदम स्पेसियल हो यो चाहिँ। ए मासु हो हेर्नुहोस् है। आमामा बोसो सरीको छ हो, बोसो छाला। आज यो बेलुका बनाएर खाइहाल्ने हो यो। ए लु आयो एकदम। मेरो साथीलाई पनि धन्यवाद ल्याइदिएकोमा, र बाबाआमालाई पनि धन्यवाद। लु ए पाएँ मैले तपाईँहरूको कोसेली। ल धेरै धेरै धन्यवाद यसको लागि चाहिँ। यसकै लागि नै म गएको थिएँ आज पसिनासरी भएर कुवेत सिटी होइन, लिएर आएँ। र आजदेखि सुरु गरिहाल्नुहोस् यसलाई खाना। ल त साथी हो, यस्तै नै थियो होइन मेरो कोसेली। तपाईँहरूले देखिहाल्नुभयो घरबाट आएको कोसेली। अघि आएर चाहिँ सिधै नुहाएर खाना खाएर चाहिँ मैले यो अहिले अनबक्सिङ गरेको। अझ शीतल भइरहेको छ। अब एकछिन आराम गर्छु, त्यस पछाडि लुगाफाटाहरू धुनुपर्ने छ होइन। अब आज छुट्टी थियो तर
4-10 भयो बित्यो छुट्टी। यस्तै नै हो परदेशी जिन्दगी। होप तपाईँलाई यो भिडियो राम्रो लाग्यो होला। प्लिज भिडियो राम्रो लागेमा प्लिज च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, लाइक पनि गरिदिनुहोस्। समय छ भने चाहिँ प्लिज भिडियोलाई सेयर पनि गरिदिनुहोस् है।